नमस्कार दर्शकवृन्द, म मदन घिमिरे। एक समयको कुरा हो, एक जङ्गलमा एउटा काग खुसी र आनन्दपूर्वक दिन बिताइरहेको थियो। यसो हुनुको पछि एक कारण थियो। त्यो के भने उसले आफूलाई संसारकै सुन्दर पन्छी सोच्ने गर्थ्यो। तर उसको खुसी र निन्द्रा त्यो दिन हराम भयो जब उसले जङ्गलको बिचको पोखरीमा पौडिरहेको एक सेतो हाँस देख्यो। उसले हाँसलाई देखेर मनमनै भन्यो, म यस्तो कालो छु, त्यो हाँस कति सुन्दर छ, कति सेतो छ, सायद हाँस नै यो संसारको सुन्दर पन्छी होला। काग हाँसको नजिक जान्छ र भन्छ, आहा हाँस, तिमी त यति सेतो छौ, संसारको सुन्दर पन्छी त तिमी नै होलाउ है। कागको यस्तो कुरा सुनेपछि हाँसले लामो सास तान्दै भन्छ, हो काग, मैले पनि यही सोच्थेँ जबसम्म मैले सुगालाई देखिनँ। मेरो त सेतो रङ मात्र छ, तर सुगा त दुई रङले बनेको हुन्छ। यदि संसारको सुन्दर पन्छी हेर्ने मन छ भने सुगालाई गएर भेट। यति सुनेपछि काग तुरुन्तै सुगा कहाँ जान्छ। सुगाकोमा पुगेर पनि कागले आफ्नो त्यही पुरानो जिज्ञासा दोहोऱ्याउँछ। तब सुगाले खिन्न हुँदै भन्छ, हो काग, मैले पनि म नै यस संसारको सुन्दर पन्छी हुँ भन्ने ठान्दथे, किनकि मसँग दुई रङ्ग छन्। जब मैले मयूरलाई देखेँ म बहुतै दुःखी भएँ, किनकि मभन्दा सुन्दर त मयूर पो रहेछ, उसँग त बहुरङ्गहरू छन्। काग त्यहाँबाट भुर्र उडेर मयूर भएको ठाउँमा जान्छ। मयूरलाई एक चिडियाखानाको पिञ्जडामा राखिएको थियो भने उसलाई हेर्न हजारौँ मानिसहरूको भिड लागिरहेको थियो। यसै बिचमा काग मयूरको नजिक गएर भन्छ, प्रिय मयूर, तिमी त संसारकै सुन्दर र खुसी चरा होलाउ है, किनकि तिमीलाई भेट मात्र गर्न पनि सयौँ मान्छे टिकट काटेर चिडियाखानामा आउँछन्। तर मलाई हेर न, म कालो र नराम्रो छु, मान्छेले त मलाई देखे मात्र भने पनि नजिक पर्न दिँदैन, लखेटिहाल्छन्। सायद यो संसारको सबसे खुसी पन्छी तिमी नै हो क्यारे है। कागको यस्तो कुरा सुनेपछि मयूरले लामो सुस्केर तान्दै भन्छ, हो काग, सुरुमा त मैले पनि त्यही सोच्थेँ कि संसारको सबैभन्दा सुन्दर र खुसी पन्छी मै हुलाम भनेर, तर मेरो सुन्दरताकै कारण मलाई आज चिडियाखानामा थुनिनु परेको छ। मैले चिडियाखानामा यसो गौर गरेर हेरेँ, यहाँ एउटा मात्र पन्छीलाई पिञ्जडामा कैद गरिएको छैन, त्यो हो काग। मैले विगत केही दिनदेखि यही सोचेर दुःखी भइरहेको छु कि यदि म काग हुन्थेँ भने कति स्वतन्त्र भएर खुसी साथ आकाशमा उड्थे होला। सबसे सुन्दर र खुसी पन्छी भन्ने ठानिएको मयूरकै मुखबाट यस्तो कुरा सुनेर कागले बल्ल आफू कति भाग्यशाली र सुखी रहेछु भन्ने चाल पाउँछ। मित्रहरू, यही त हाम्रो समस्या छ, हामी नचाहिँदो तरिकाले आफ्नो तुलना अन्य व्यक्तिसँग गर्छौँ। यसो गर्दा हामीले भगवानले हामीलाई दिएका राम्रा पक्षहरूलाई चटक्क बिर्सिदिन्छौँ। यही गल्ती नै अन्ततः हाम्रो दुःखको कारण बन्न पुग्छ। आफूसँग के छैन भनेर दुःखी हुनुको साटो जे छ त्यसमा खुसी हुन सिकौँ। यहाँ कोही न कोही व्यक्ति अवश्य हुनेछ जोसँग केही हामीभन्दा कमजोर र केही हामीभन्दा राम्रा पक्षहरू हुन्छन्। यो संसारको सुखी र खुसी व्यक्ति त्यही हो जसले आफूलाई प्राप्त चिजमा कृतज्ञ हुन सिकेको छ। अरूको जीवनको सुक्को गर्नु भनेको परीक्षामा अन्य साथीको उत्तर सार्नु जस्तै हो, जबकि सबै विद्यार्थीका प्रश्नपत्र अलग अलग थिए।